यस्तो काहीँ गरी रिसाएर राखेर यस्तो गर्छन् यो फरुवा त पुरै मैले यो काँटी उक्काउनु लागेको त त्यो फरुवा त च्याप्पसँग त घाँस खान्छ खानेले घाँस खान्न पछाडि हेर्नु पछाडि यो फरुवालाई कस्तै टोक्न आउँछ नि आवाज निकाले सिधै खानु खोज्दो रहेछ खान खोज्छ यसले छोडिदियो भने त मान्छेले टोक्दै हिँड्छ टोक्छ टोक्छ टोक यसरी त्यसमा छिटै त मर्दैन त यो त 14 दिन हप्तादेखि 14 दिन लाग्छ 14 दिनसम्म त पाल्नु पर्यो खुवाउनु पर्यो बेचेको हुन्छ खाँदैन प्यारो हुँदै जान्छ प्यारासुट हुँदै जान्छ खै उ त घाँस दिन्छ अलिकति अलि लामो दिनु नि त टोक्ला त खाँदैन निल्न सक्दैन कि पछि यसलाई दबाईले काम गर्दैन हेबीलाई सिक्ने काम हुन्छ आजभन्दा भोलि अझ हुन्छ अझ बढ्दै जान्छ क्या आज 3 दिन भयो यसलाई 3 दिन भयो आज मात्रै होइन आज 3 दिन भइसक्यो यसलाई यो बिमारी भेटेको खालि टोक्नै खोज्दो रहेछ होइन टोक्नै खोज्छ यसको नि अलग अलग आफ्नो आफ्नो लक्षण हुन्छ होला नि कोही लाटो अवस्थाका हुन्छन्